Tomar Junior Konsa Kamyo Chumuchola Kuja Gudupilne Kapje Tembe Teke Kenje Ngawa Jodela Chola Jidar Solwa Tapashi Tiri Tigar Musu Chipkur Kananki Sonchu Tishin Tawa Kataki Chakashi Katin Kengulana Nye Himalaya Shungeta Pime Sheye Pelketene Ka Tsapshune Toma Kembuchola Samdi Tashidele Changme Shuwa Mase Kunge zeme ke shelshe kesar thobar la ya तुझे छे शुगुई सबैलाई नमस्कार आज इस चार दृष्टि निमित्र मुद्राहरूका बारेमा प्रवचनमा पाल्नु भएका खेम्बो गावाङ जोदेन ज्यू र यहाँ पाल्नु भएका समस्त धर्मावलम्बीहरूलाई युवा तथा महिला सशक्तिकरणको लागि हिमालयन समाजको तर्फबाट हार्दिक स्वागत र धन्यवाद व्यक्त गर्न चाहन्छु Tene Himalaya Shunge tapi meshe pelke tene kanki kenzi mem domla chone mende piruna shugui हाम्रो संस्थाको कार्यकारी निर्देशक मैडम डोमज्यू द्वारा अनि मेन्डल चढाउन अनुरोध गर्दछु म प्रवचन सुरु गर्न अनुरोध गर्दछु धन्यवाद Also,我这学习上让我突击去学堂，安尼的让家土不的，其他搞不从学人，他们老在是的来源。सर्वप्रथम परिचय ज्ञापन गर्नुभएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र साथै सबै उपस्थित महानुभावहरूलाई हार्दिक कृतज्ञता र टासीदिले ज्ञापन गर्न चाहन्छु अनि धेरै nge ma shuya gi jushi gi chödi 제단 따와가다기 차자시 세야타야 민천다라 최기 dom시 양세기 두르와 강다리야 알면도 되네 최 가래 냠내 제바 있나요? 다 최년 바 있나요래 다나시 소수 냠내 가래 제바 있나요? 면도 근롱 양 타고지 요거야 되시라 계신 분이스 र आज मैले यहाँहरु समक्ष जुन बताउनु पर्ने विषय रहेको छ त्यो चाहिँ चार दृष्टि निमित्त मुद्राहरूको बारेमा रहेको छ र अन्य शब्दमा धर्मको सार भनेर पनि बुझिन्छ र हामीले कुनै प्रकारका धर्म श्रवण गर्ने बेलामा धर्म सुन्ने बेलामा अभ्यास गर्ने बेलामा महत्त्वपूर्ण विषय के हो भन्दाखेरि आशय र चित्त उत्पाद एकदमै राम्रो हुनुपर्दछ पवित्र विचार भावना पहिला हामीले उत्पन्न गर्नुपर्ने हुन्छ जबे लेगा पेना नजु जिते के त जबले दिना लंगजो लेगा खरी छेबे नयां लेगा दि छिसिम बजी गोरवाता खरी नयां ते नासिन छु न्यामले छिदुयां छु न्यामले जाछिजुं 띵 sablu khadi yinaya dila jige kora nenga adabudi 당부 신고야디 시도네 계신 인사레스 त्यसैले हामीले यो संसारमा पनि जुनै पनि कार्यहरू जुनै पनि कर्म गर्ने बेलामा पनि त्यो विधि विधानहरू हामीले जान्नुपर्ने हुन्छ त्यसै धर्म पनि हामीले मुख्यतया के रहेछ त जुन शीर्षकदेखि कसरी गर्नुपर्ने रहेछ त त्यो विधि विधान चाहिँ हामीले जान्नुपर्ने हुन्छ त्यसको महत्त्व हामीले जानेर मात्रै हामीले धर्म अभ्यास गरे भने ठुलो हामीले लाभ लिन पनि सकिन्छ याबु शेनि छेबैना आने खारि छेबथे तुजु थोला मन्डो थोने सोसु जुन्दु तां बेजन खारि थिनालया तांबैना दिछुसु मन्डो आने जुन्दे 코라 खारि 지게 규제라 빠와지기 जुन्दे 땡땡 ठंगे बजिंगुदेस
त्यसैले हामीले कुनै कर्म गर्ने बेलामा धर्म शरण गर्ने बेलामा जुनै कार्य गर्ने बेलामा पनि बुझेर गऱ्यो भने त्यो समयको बर्बाद पनि एउटा हुँदैनन् र जति नै हामीले सङ्घर्ष गर्छौँ मेहनत गर्छौँ तपस्या गर्छौँ ती चिजहरूको परिणाम फल पनि हामीले सम्यक तरिकाले र सही तरिकाले प्राप्त गर्न सक्छौँ 제장 연도 퇴바 로그야 퇴바 스나다 로종 치야들와 안에 퇴베 퇴 소수 삼로 따네 아니 가리 셰바티 즉 소수 로토라 야고친 자네 대야 된다라 삼바 퇴바당 삼바니 도사위 제라 안 딘데 그 탁주 소수의 셈베나라야 템베 중화티 아니 다 곰라 깔체 되는 냠네치야 त्यसुमदि तने धन्दिस डोगयाले केसम बुझिसरेस त्यसैले हामीले धर्म श्रवण गर्ने बेलामा धर्म अभ्यास गर्ने बेलामा तीनटा विषयले हामीले ध्यान दिनुपर्ने हुन्छ पहिलो प्रथम श्रवण गर्नुपर्ने हुन्छ राम्ररी सुन्नुपर्ने हुन्छ त्यसपछि त्यो सुनेको कुराहरूलाई मनन गर्नुपर्ने हुन्छ चिन्तन गर्नुपर्ने हुन्छ मनन चिन्तन गरिसके पश्चात मनमा राखिसके पश्चात त्यो चिज चाहिँ वास्तविक रहेछ भनेर हामीले अन्ततः तेस्रोमा चाहिँ भावना गर्नुपर्ने हुन्छ अभ्यासै गर्नुपर्ने हुन्छ त्यसैले धर्म गर्ने बेलामा चिन्तन मनन र भावनाको अति आवश्यकता रहेको छ 제장 퇴삼 곰숨 디아 마탈와스 가지고네 숨데게레스 퇴숨 림바심도 제베이나 안에 퇴숨 제발 빠게 코랑기 레레션도 시랍 퇴베 시랍 삼베 시랍 곰비 시랍 되는 소설이야 다 용야지 어디디 차기 그랬어 त्यसैले हामीले यो तीनमा क्रम अनुसार हामीले श्रवण चिन्तन मनन गर्यो भने पहिला प्रथम हामीले श्रवण ज्ञान प्राप्त गर्न सकिन्छ त्यसपश्चात हामीले चिन्तन मननको ज्ञान प्राप्त गर्न सकिन्छ त्यसै गरेर अन्तिममा भावना ज्ञान प्राप्त गर्न सकिन्छ त्यसैले चिन्तन मनन क्रमबद्ध तरिकाले गर्यो भने तीन प्रकारको प्रज्ञा पनि हामीले उत्पन्न गर्न सकिन्छ प्राप्त गर्न सकिन्छ पेना दिन्देगी लोजों 냠내 지야디 약고지 당문에 로종 제 매바이나 아니 두주 땅바탕 다나이 소수지기 용기에 삼비 레와자바이나 데 레와 동세도도야 근데 용기를 빼나 내지 쉬바이나 빼나 짬도 냠렌다고 차샤바이나야 짬도 냠렌디 냠렌 세야데 마치단 최 냠렌 세야데 상계이 고방 토비야 대화 친구이나 다 지당 투문도 쳐봐야나 코로나 빵네 냥에는 대봐 타르바 토비야 딩어 미유 인구여러 와치기 냠내기 제산 추기 냠내기 미유디 아다 로그 유메디 당번에 로종 다시 쉬어나시 퇴삼 검숨 야고진 치매바이나 아니 디기 미유디 툭하고레스 त्यसै हामीले जुन एउटा अध्ययन अनुसन्धान गर्ने बेलामा पनि हामीले विचार पुर्याएर साँच्चीको एउटा उद्देश्य त्यसको वास्तविक यथार्थ बुझेर गर्यो भने समयको पनि बर्बाद हुँदैनन् र समयको बर्बाद हुँदैन एउटा सङ्घर्ष मेहनत गरिसकेपछि एउटा आशा हुन्छ हामी सबैलाई ती आशा फल प्राप्त गर्नको लागि पनि विधि विधानहरू चाहिँ हामीले सही तरिकाले पहिला बुझ्नुपर्ने हुन्छ जस्तै उदाहरण दिनुपर्दाखेरि शरण गमनको अभ्यास किन नहोस् हामीले यदि विधि विधान तरिकाले सही तरिकाले थाहा पाएर बुझेर गर्यो भने त्यसको फल प्राप्त गर्न सकिन्छौँ हामी धर्म किन गर्छौँ त भन्दाखेरि एउटा उद्देश्य राखेको हुन्छ हामी किनकि बुद्धत्व प्राप्त गर्नको लागि हो अब बुद्धत्व किन हो भन्दाखेरि यो भाव संसारको जति नै दुःखहरू छन् ती दुःखहरूबाट मुक्त गरेर मोक्ष र बुद्धत्व प्राप्त गर्नको लागि हामी धर्म गर्छौँ त्यसकारणले ती धर्म बुद्धत्व प्राप्त गर्नको लागि वा भाव संसारबाट मुक्त हुनको लागि पनि हामीले पहिलो प्रथम श्रवण चाहिन्छ त्यसपछि चिन्तन मनन त्यसपछि भावना त्यसै तीन प्रकारको प्रज्ञा र त्रि शिक्षाको अति आवश्यकता हुन्छ त्यसैले त्रि शिक्षा र तीन प्रकारको प्रज्ञाद्वारा नै हामीले भाव संसारबाट मुक्त भइकन एक दिन हामी बुद्धता प्राप्त गर्न सकिन्छ त्यसैले विधि विधान चाहिँ हामीले अनिवार्य रूपमा जान्नै पर्ने हुन्छ 제상 조베산지 고방 야만나 타르반다 탐지 캠비 고방 토비아디 먼저 글롱 연구결에 디 인주 담발라네 디 글롱 딘디 여반나신지기 디 토비아기 람디 만월버지 고구열에 마도
배나 잠주 가서 차샤베나 잠주 지기 여바티 셈베 나라 산지의 고방 토비아 이 삼삼 여바 이나야 소주 잠주 제당도 노르송와 이나 안디 잠주 뒤기 가시 대부지 토바 이나야 지대베 대부 세치마라 년송도 미제야 다 지게 밀루다고 야고 토비아 지라기레 마도 산지의 고방 토비아기 줄레 도야디 त्यसकाले छायो त्यसैले हामीले जुन एउटा तिरी शिक्षाको अभ्यास भनौँ त्यो तिरी प्रज्ञाको जब हाम्रो उद्देश्य भनेको मोक्ष र बुद्धता प्राप्त गर्नको लागि हामी धर्म गर्छौँ तर त्यसमा पनि एउटी विचारको पनि अति आवश्यकता हुन्छ त्यही सँग पनि विधिको पनि अति आवश्यकता हुन्छ जब आशयमा भर पर्दछ यदि ती आशय र विधि थाहा पाएर बुद्धता प्राप्त गर्नको लागि हामीले एउटा मार्ग पद्धति बिग्रियो भने गलत भयो भने फेरि त्यो हामीले प्राप्त गर्न सकिन्न त्यसैले मार्ग पद्धति चाहिँ अत्यन्तै आवश्यकता हुन्छ बुझ्नुपर्ने हुन्छ जस्तै शरण गमनको अभ्यास गर्ने क्रममा हाम्रो शरण गमनको अभ्यास गर्ने क्रममा हामी उद्देश्य के हुन्छ म बुद्धता प्राप्त गर्छु भन्ने उद्देश्य त हुन्छ तर त्यसमा विधि र विधान र मार्ग सही भएन गलत तरिकाले गर्यो भने केही पुण्य त प्राप्त गर्न सकिन्छ होला तर हामीले यथार्थ वास्तवमा प्राप्त गर्नुपर्ने बुद्धता चाहिँ प्राप्त गर्न सकिन्न त्यसकारणले गरेर आशयसँगै विधि विधान चाहिँ हामीले बुझ्नै पर्ने हुन्छ बेला jamdu sidi ta ngazu thumu nangba sanje yongsu zobe thumu gi jamdu de sanje jawsu do chöla jawsu do gindil jawsu do sumdwa chesa yul kuncho sumdi takta dig yore de yang sembe thone kulong thone kuncho sumla jawsu doya ge miyu de chechima jige milu jawu yawu raya 다가나시 체치마 밀리디 기부용아 어딘데 체도 잠도 체샤웨이나 잠도 율디 양타바 레데 이다야 꿀롱 좀생라 때네 지된 비잠도 차버레 마도 지된레 대바 때네 산제 고방 토비하기 잠도 차요 말레스 त्यसैले हामीले अब शरण गमन गर्ने क्रममा जब अब हामी शरण गमन जान्छौँ तिरी रत्नको शरणमा जान्छौँ हामी बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नको शरणमा जान्छौँ शरणमा जाने क्रममा पनि शरणको विषयहरू हामीले पहिला बुझ्नुपर्ने हुन्छ बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नको विषय हामीले बुझ्छौँ तर त्यो विषय बुझिसके पश्चात चाहिँ आशयमा पनि भर पर्दछ जब आशयमा चाहिँ बुद्धता प्राप्त गर्छु भन्ने एउटा आशय चाहिँ परिपक्व तरिकाले भएन भने मेरो यो जुनी र पछिको जुनीमा मेरो मानव चोलो मात्रै प्राप्त गर्ने जुन एउटा उद्देश्य शान्तिन उद्देश्य ल्याएर हामी शरणमा जाँदैनौँ र सबैको सामान्यतया सबैको शरण गमन के हो भने महायानको विशेष गरेर समस्त जगत प्राणीहरूको लागि हामी बुद्धता प्राप्त गर्छु भनेर हामी शरणमा जाने गर्दछौँ त्यसकारण ती विषय र ती विधि ती विचार भावना र आशय चाहिँ मिलेन भने नभए संसारीको जस्तै अनि शरण गमनको पर्दछ संसारको जस्तो भएर जाने गर्दछ त्यसैले हामीले जुन विधि छ जुन विधान छ त्यसैले समस्त जगत प्राणीको लागि बुद्धता प्राप्त गर्नको लागि म बुद्धता प्राप्त आशय र त्यो विधिहरू सबै हामीले बुझ्नुपर्ने हुन्छ 제가 남편한테 잠도를 찾아오이나 택바 첨부 그 잠도 양탁바 상계의 고방원에 토비하기 잠도데 가리 구별하잖아 율디 만어와 상계 근조 최근조 근뒤 근조 숨체 이가라 끌롱데 때네 심지 탐지기 된다라 네 상계 고방 토벌 지기 이체도 되는가 잠도 지기 삼 끌롱 된듯이 고아래 마도 대마인비 끌롱게 되네야 상계 고방 딱다지 되기요 말했어 त्यसैले हामीले महायाना जुन एउटा शरण गमन गर्ने क्रममा पनि महायानको शरण गमन गर्ने क्रममा पनि हामीले तिरी रत्नको जुन एउटा विषय छ हामी कहाँ शरणमा गइरहेको छौँ त्यो शरणमा जाने विषय चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नको हामी शरणमा जाने गर्दछौँ ती विषय चाहिँ पहिला प्रथम हामीले बुझ्नुपर्ने हुन्छ दोस्रो कुरा जुन आशय छ चित्त उत्पाद छ भावना छ त्यो गलत हुनु भएन त्यो पनि एउटा सही तरिकाले सम्यक तरिकाले
गर्नुपर्ने हुन्छ। त्यस कारणले गरेर यदि हामी महायानको शरण गमन जाने बेलामा विषय पनि सम्यक भयो, आशय र विचार पनि सम्यक भयो र के को लागि म त्रिरत्नको शरणमा जान्छु भन्दाखेरि समस्त छलोकको प्राणीहरूको लागि म त्रिरत्नको शरणमा जाँदैछु भनेर त्यो भावना र विधि गलत नगरिकन सही तरिकाले हामी गयौँ भने अनि हामीले बुद्धता प्राप्त गर्न सक्छौँ। Jadi di yul kunjo sumdi takta dibache rwa sanji kunjo chö kunjo gendi kunjo ina ya samnu gi thone simje thamje gi thonda la sanji khobang thop par chigi di chedo dene nga jamdu chigi tende samno mai ba che chimalaya nga tene nyentö yu khobang thop gu yu da jombe khobang thop gu yu tene khorwa di pang gu du tende gi samlu tang chen chimbayina ta di jamdu dela kharsigo changju sami jamdu sigiyo mareste nyentö gi jamdos cha de yu du di gone sanje khobang thop thu mare da jombe khobang thop thu gres अब हामीले शरणमा पनि हामीले बुझ्नुपर्छौँ। जब अब शरणमा पनि पहिला त्रिरत्नको विषयहरू शरण गमन जाने त्रिरत्नको विषय हामीले ज्ञाता भयो, थाहा भयो र आशयमा चाहिँ यदि आशयमा चाहिँ म सर्वज्ञान प्राप्त गर्छु, प्रत्येक बुद्ध ज्ञान प्राप्त गर्छु भन्ने अथवा चाहिँ अर्हत प्राप्त गर्छु भन्ने भावना सहितको चाहिँ त्रिरत्नको शरणमा गयो भने त्यो महायानको शरण गमन हुँदैनन्। महायाको शरण गमनमा बोधिचित्त अनिवार्य हुन्छ। त्यसकारणले गरेर ती विषय सही भए तापनि आशयमा चाहिँ यदि प्रत्येक बुद्ध ज्ञान सर्वज्ञान र अर्हत प्राप्त गर्छु भनेर चाहिँ हामी चाहिँ शरणमा गयो भने त्यो बुद्धता प्राप्त गर्न सकिन्न। त्यो चाहिँ अर्हतसम्मको लाभ चाहिँ हामीले प्राप्त गर्न सकिन्छ। Tene yang kunlong da pena changju sembe kunlong yang thawa simje thamje gi thanda la jamdu chigi samba ina ya ge ya mena te khorwa de pem so dunga gi rang shin resha ta de de na gyune la digi min du ti de khorwa pang gu du da chom bi khobang thop gu du di che du tene nga jamdu chigi san nyen thö gi jamdu cheba ina yang re kunlong de ni ti ni khari yo ba ina digi de ina ya jap su josa gi yul de ta sanji kunjo chö kunjo gindu kunjo mayimba te mayimbe jigdenbe chegbe la sangbadan yajin la sobatang ta nashi naba sanji be tambe chö mayimba te mayimbe sendage chö dawda tende le japso dawa te gindu ya te nashi cheba ina antigi tene susu miyu du tu mares khar chabrasana susu samlo dang kuno digde yorde ina ya yul japsu dosa ge yuldi nor somba indu ta changba de yajin la soba gi ten ganzo la ji khora pa ne nyande thobya da jumbe khobang thobya sanji khobang thoya ti chitu mar kunju ro chitu mares kunju la tendi ge nyuba yo mare khoran so la yang tendi thoya ge nyuba me ba indu senda la ane ro ba chia de jene she mo go bri ti yo mares ti indu tendi cheba yana jamdu nor bares त्यसैले हामीले यदि सम्यक तरिकाले जुन एउटा बोधिचित्त उत्पन्न गरेर चाहिँ सम्यक तरिकाले सही तरिकाले शरण गमन गएन भने जस्तै आशय र जुन एउटा आशयमा चाहिँ म बुद्धता प्राप्त गर्छु अथवा सर्वज्ञान प्रतीक बुद्ध ज्ञान र चाहिँ अनि अर्हत प्राप्त गर्छु भन्ने आशय छ तर फेरि शरण गमन जाने विषय चाहिँ गलत भयो भने त्यो पनि भएनन्। फेरि जस्तै हामीले लौकिकको शरण गमन जाने विषयहरू र अलौकिकको शरण गमन जाने विषय हामीले बुझ्नुपर्ने हुन्छ। अब जस्तै मानौ हामीले त्रिरत्नको शरणमा गएर समस्त त्रिरत्नको शरण गमन गएर चाहिँ प्रत्येक बुद्ध ज्ञान सर्वज्ञान अर्हत प्राप्त गर्छु भनेर विषय चाहिँ त्रिरत्न हो भने प्राप्त गलत भएन। यदि लौकिकको जस्तै लौकिकको भगवानहरू छन् आफै यो भाव संसारमा चाहिँ भाव संसारबाट मुक्त नभएका भगवानहरू धेरै हुन्छन्। ती जस्तै तैत्रिकहरूको भगवानहरू धेरै हुन्छन् लौकिकको तैत्रिकहरू ती भगवानहरूको शरणमा गयो भने हामीले प्रत्येक बुद्ध ज्ञान सर्वज्ञान र अर्हत प्राप्त गरेको त धेरै टाढाको कुरा हो। भगवान शरणको विषय पनि आफै नै भाव संसारमा छ भने हामी पनि झन् त्यसमा फसेर जाने गर्दछ। त्यसैले हामीले लौकिकको शरण गमन के हो अलौकिकको शरण गमन के हो तैत्रिक संसार